हेलो गुड मर्निङ। अनि आज चाहिँ म नयाँ भ्लग बनाउँदैछु। आज नयाँ भ्लग चाहिँ के हो भने म चाहिँ आज डिक्दै जाँदैछु होइन, त्यही भएर भ्लग दिउँ भनेर अनि डिक्दै गएर सामान मुमाको उता मुमाले पठाइदिनु भएको सामान लिएर आउनुपर्ने होइन, मुमाले भन्नुभएर त्यही भएर आज डिक्दै जाँदैछु। अझ म यहाँ नुहाउनु पर्यो, फ्रेस भएर जानु परेन होइन, यसले गर्नु होला। हेलो, म चाहिँ भर्खर नुहाएँ होइन, अब चाहिँ म लुगासुगा ओढेर टक्क गाडीमा बसेर जान्छु होइन। यो दुईटा यो आलु कोकमा भात लगाएको थियो, थोत्रो दुईटा लेउ गरेको हो नि, एउटा ढुक्क भए। अब सबै बेचबिखन गरेर जङ्गलमा के काम सबै टाइम गरेको भन्ने काम गरेर पनि भाडा तिरेर खाना खर्च पढाउनु कमाएको छोराछोरी या कुन के जतिमा राखेर जहाँसुकै गयो भन्ने भन्ने निरै आमाहरू बसिदिएको भए त त्यसलाई साथी हुन्थ्यो, हुँदैन हुनु जाने। अन्त त्यो जङ्गल झरीमा एक्लै के बस्थ्यो, अलिकति गाउँघर भएको त्यो पनि किन बनाउँथ्यो त्यो त समुद्र किनेर 3वटा चल्ला 4 लैजायो भरि 200 रुपियाँ यो वनसर चाहिँ दिइराख्नु वनसर
म चाहिँ हिजोको ब्लग आज इन गर्दैछु होइन। अनि हिजोको ब्लग चाहिँ कस्तो लाग्यो होइन, मन पऱ्यो भने लाइक कमेन्ट गरिदिनु होला भन्दै म आजको ब्लग यहाँ इन गर्दैछु। हस्त धन्यवाद।